आहा कति राम्रो ठाउँ साथीहरू। दार्जिलिङको यो ठाउँ चाहिँ मलाई अति नै मन पर्यो। तपाईँहरू आउनु भएको छैन। हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ म दार्जिलिङ आएको छु गाइजहरू। आज दार्जिलिङमा चाहिँ म कहाँ कहाँ घुम्छु भनेर भिडियो बनाउने छु। यहाँ चाहिँ एकदमै चापाचाप छ गाइजहरू। भिड चाहिँ धेरै हुँदो रहेछ। यो ठाउँ कतिजना आइसक्नु भएको छ। यो चाहिँ एकदमै राम्रो छ गाइजहरू, हेर्न सक्नुहुन्छ। एकदमै दामी, एकदमै मनमोहक। धेरैजना त हेरिसकेर जानुभएको होला। आउनुभएको छैन भने चाहिँ मेरो यो भिडियो हेरेर फेरि एकताल घुम्न आउनु होला, आउनुभएको छैन भने। यो चाहिँ दार्जिलिङमा देखिने रेल। हाम्रो नेपालमा त केपी रेल ल्याउँछु भन्दै ततिर थिए, गफै मात्र हाम्रो नेपालमा त। दार्जिलिङमा आज रेल देख्न सफल भइयो। यो चाहिँ कोइलाबाट चल्दो रहेछ। आहा कति राम्रो ठाउँ गाइजहरू, एकदमै रमाइलो। दार्जिलिङको यो ठाउँ चाहिँ मलाई अति नै मन पर्यो। पारिपट्टि हिमाल, वारी चिया बगान। यहाँ चाहिँ एउटा नौलो कुरा चाहिँ देखेँ क्या साथीहरू मैले। नेपालमा चाहिँ छरपष्ट घर बनाइन्थ्यो, यहाँ चाहिँ एकै ठाउँ बनाइदो रहेछ क्या सबैजनाले मिलेर। पारिपट्टि एकदमै दामी हिमाल देखिएको छ, एकदमै रमाइलो। त्यहाँको हिमालको चिसो हावाको अनुभव लिन पाइयो। यो चाहिँ बोर्डरदेखि अलिक माथि हो, नेपाल र इन्डियाको बोर्डरदेखि। एकदमै दामी छ घाम लागेको हुँदा। भ्यू चाहिँ राम्रो आइरहेको छ आज। यो चाहिँ भालु, सबैजनाले चिनि नै हाल्नुहुन्छ। यहाँ चाहिँ हामी दुईटा भालु देख्न सक्छौँ। यो जनावरहरू चाहिँ यहाँ धेरै प्रकारका छन्, तपाईँहरू आएर हेर्नुहोला। यो ठाउँमा चाहिँ विद्यार्थीहरू आउनको लागि चाहिँ एकदम दामी छ। धेरै कुराहरू सिक्न सकिन्छ। हामीले विषयवस्तुबाट नजानिएको कुरा यहाँ चाहिँ आएर अवलोकन गरेर ज्ञान प्राप्त गर्न सक्छौँ हामी। यो जनावर पनि चिनिहाल्नुहुन्छ, नचिनेमा यहाँ लेखेकै हुन्छ, त्यसले गर्दा सबैले चिनिहाल्नुहुन्छ। यो चाहिँ हाब्रे, नेपालीमा हाब्रे, इङ्ग्लिसमा रेड पान्डा। यहाँ चाहिँ 3टा रेड पान्डा चाहिँ छ साथीहरू। मैले चाहिँ 3टा देखेँ। यो चाहिँ बन्डारे, गाउँघरमा अति नै सताउने। अनि एउटा कुरा चाहिँ साथीहरू, यहाँ सङ्ग्रहालय पनि छ। त्यहाँको भिडियो चाहिँ बनाउनु नपाइदो रहेछ र मैले बनाइनँ। त्यहाँभित्र चाहिँ विद्यार्थीहरूलाई आवश्यक पर्ने सबै ज्ञानका कुराहरू छन्। विद्यार्थी भ्रमणको लागि ल्याउनु होला। यहाँ चाहिँ विभिन्न प्रकारका चराचुरुङ्गी छ साथीहरू, हेर्नुहोला। कहिले नदेखिएका नै चराचुरुङ्गी देख्न पाइदो रहेछ। मैले चाहिँ देखेको थिइनँ। एकदम लोप हुँदै गएका चराचुरुङ्गीहरू नै होलान् यहाँ चाहिँ।
यहाँ चाहिँ सबै चराचुरुङ्गी के छ भनेर नामसहित लेखिएको छ। धेरै प्रकारका छन् यहाँ चराचुरुङ्गी चाहिँ।